प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचेतक सहित 8 सांसदले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। गत मङ्सिर 23 गते दायर भएको उक्त रिट बुधबार संवैधानिक इजलासको 8औं नम्बरमा पेश भएको थियो। संवैधानिक इजलासमा सूचीकृत सबै मुद्दाको सुनवाई बुधबार पुस 2 खाजा समय अघि नै सम्पन्न भएको छ। कांग्रेसका तर्फबाट रिट पेशकर्ता पूर्व महान्यायाधिवक्ता खम्ब बहादुर खातीले रिटमा कारण देखाऊ आदेश जारी भएको जानकारी दिए। उनका अनुसार विपक्षी बनाइएका सबै पक्षको जवाफ आएपछि यसलाई लगाउमा राखी यसअघि दायर भएका समान प्रकृतिका रिटसँगै सुनवाई हुन सक्नेछन्। कांग्रेसको रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, निर्वाचन आयोग र प्रतिनिधि सभाका सभामुखलाई विपक्षी बनाइएको छ। रिटमा संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गरिएको र त्यही असंवैधानिक व्यक्तिको सिफारिसमा संविधान विपरीत संसद विघटन गरिएको दाबी गर्दै तत्काल प्रतिनिधि सभा पुनः स्थापनाको माग गरिएको छ।